म वीरेन्द्रबाट एज अ डिएक्सन स्टार डायमन्ड घर चाहिँ मेरो कपिल वस्तु हो र आज एकजना सर यस्तो उदाहरण हुनुहुन्छ जुन डिएक्सनले गर्दा उहाँको जिन्दगी वास्तवमा कसरी नयाँ तरिकाले परिवर्तन भयो, उहाँको जीवनशैली सुनौँ, वास्तवमा कति राम्रो जिन्दगी परिवर्तन हुँदो रहेछ आज बुझौँ। सो सर नमस्कार, के नाम पऱ्यो सर तपाईँ? मेरो ओम प्रकाश थारू। ओम प्रकाश थारू, हजुर। अनि घर कहाँ पर्छ सर तपाईँ? मेरो बुद्धभूमि नगरपालिका 2 बुद्धभूमि नगरपालिका 2 पकडेरिया। हजुर। अनि यो डिएक्सनले कसरी तपाईँको जिन्दगी परिवर्तन भयो? हामीहरू धेरै कुराहरू सुनौँ होइन, त्यही भएर सोध्न मन लाग्यो सर, कसरी परिवर्तन भयो तपाईँको जिन्दगी? अब सर म सुरुमा त सर यो म पेन्टिङ पेसामा आबद्ध थिएँ सर। हजुर हजुर। अब गोर्सिङ पसल खोलेको थिएँ। हजुर। त्यहाँ पेन्टिङ गर्दा गर्दा सर म होइन विदेश गएर अलि कमाम्ती भनेर सोच बनाएँ। हजुर। अनि विदेशको चाहिँ प्रोसेस चालेँ होइन। अनि जानुभन्दा अगाडि सर मलाई चाहिँ यो 200 प्रेसर पुगेर चाहिँ मलाई प्यारालाइसिस भयो अचानक। हजुर। अनि मैले औषधि उपचार चाहिँ यो बुटवलको कालिका होमियो फार्मेसीमा चाहिँ लगभग 1.5 महिना जति सर उपचार गराएँ। अनि भैरव पनि 1 हप्ता गराएँ सर। तर पनि सर सोचे जस्तो मेरो स्वास्थ्यमा सुधार आएन। अनि त्यतिकै घर थिएँ सर। घरमै अब लख त्यतिकै दिन बितिरहेको छ सर। जाँगर लागि नलागी पनि यताउता हिँडडुल गर्ने होइन, अलिअलि कसरी भइन्छ आफू स्वास्थ्य कसरी भइन्छ भनेर चिन्ता थियो सर होइन। अनि हाम्रै गाउँको एकजना शरीरको कुन अङ्गमा लाग्छ सर? यो बायाँ हातमा, बायाँ खुट्टामा अनि बायाँतिर सर यता पुरै एक साइडमा। हजुर, एक साइडमा पुरै हाल्नु। अनि सर एक दिन चाहिँ हाम्रो डिएक्सनको साथी ठाकुराम थारू, उहाँ सर चाहिँ आउनुभयो हाम्रो घरतिर। अनि उहाँले भन्नुभयो तपाईँहरूले चाहिँ यताउता धेरै औषधि उपचार खर्च गर्नुभयो होइन। अनि एकचोटि अब हाम्रो यो डिएक्सन चाहिँ को प्रोडक्टहरू खाएर एकचोटि चाहिँ हेर्नुहोस्, यो एकदम धेरै मान्छेहरूलाई चाहिँ एकदम स्वास्थ्यमा धेरै सुधार ल्याएको छ, धेरै उदाहरण छ भनेर चाहिँ उहाँले भन्नुभयो। अनि मैले सोचेँ ल ठिकै छ, यति खर्च गरियो होइन, यति खर्च गरियो, यो पनि खाएर प्रयोग गरेर हेरिहालौँ। अनि उहाँ सरले सुरुमा चाहिँ आरजिजिएल दिनु भन्नुभयो। अनि त्यो आरजिजिएल लगभग मैले सर यस्तै 1 हप्ता जति खाएँ सर। 1 हप्तापछि मलाई थाहा भयो कि यसले चाहिँ फुर्ती दिँदो रहेछ अनि जाँगर पनि दिँदो रहेछ। त्यही मैले हल्का सुधार आए जस्तो मैले महसुस गरेँ सर। के डिएक्सनको के खानुभयो? आरजिजिएल अनि आरजिजिएल त सुरुमा सर ठाकुराम सरले मलाई दिनुभयो, 1 हप्ता जति खाएँ, त्यो सकिहाल्यो। त्यहाँदेखि फेरि उहाँले अरू पनि सामान प्रयोग गर्न भन्नुभयो। उहाँले यो मोरन्जी जुस, हजुर मोरन्जी जुस दिनुभयो। अनि मोरन्जी जुस खाएँ। अनि अर्को उहाँले भन्नुभयो यो ब्ल्याक कफी, अनि ब्ल्याक कफी पनि प्रयोग गर्दै गएँ। त्यसपछि सर अर्को चाहिँ यो स्पाइरुलिना जुन कि मैले अहिले यो चुसिरहेको छु, यो पनि चाहिँ एकदम मैले रेगुलर चाहिँ अनि यति सामानहरू प्रयोग गर्दै गएँ। अनि यो अर्को पहिला दिनुभएको नि आरजिजिएल, त्यो त सर मैले छोड्दै रेगुलर त्यसलाई खाएँ यसैको साथसाथमा। अनि साथमा एउटा अर्को त्यो के भन्छ यहाँ मसाज अयल छ, त्यो मसाज अयल पनि दिनुभएको रहेछ। त्यो लगाएपछि सर त्यो एकदम शरीरलाई एकदम मुलायम गरायो, नसाहरू हल्का हल्का चल्न थाल्यो सर बिस्तारै। हजुर। त्यहाँदेखि सर कति दिनमा तपाईँको लाग्यो कि मेरो शरीरमा काम गरिरहेछ भनेर? लगभग त मैले 1 महिनामा महसुस हुन थाल्यो। हजुर। अनि मैले त्यहाँदेखि सर हिँड्नलाई चाहिँ अलि मलाई जाँगर आउन थाल्यो। अनि मैले सोचेँ होइन यार यो त बहुत राम्रो चिज रहेछ। अनि मैले चाहिँ यताउता अब यो गाउँघरमा दिने जडीबुटीहरूले अलि त्यो खासै काम गर्दैन जस्तो मलाई लाग्थ्यो त्यो बेला। अब यही खानुपर्छ, अब जे जति खर्च होला अब यसैमा चाहिँ अब यसैबाट उपचार गर्नु पर्यो मैले सोचेँ। अनि रेगुलर अहिले खाँदा सर मैले लगभग 1.5 वर्षै हुन लाग्यो। 1.5 वर्षदेखि खाइरहेको छु। हजुर। त्यसपछि अहिले म सर
हिँड्न पनि सकिरहेको छ हजुर हजुर अनि दगुर्न खोजे दगुर्न पनि सकिरहेको छ ए अनि अब पहिलो त म सर मोटरसाइकल चलाउने मान्छे पनि परेँ ए ल प्यारालाइसिस हुनुभन्दा बाइक चलाउनु पहिला हजुर हजुर ए त्यतिखेर त अब भएपछि अब काम गर्न गाह्रो भयो हजुर हात खुट्टाले त्यति चल्दैन चलेन हो हजुर त्यही भएर मैले अब सोचेँ सर अब यो बाइक त मैले चलाउँथेँ हजुर अब मैले पहिला दगुर्न पऱ्यो हजुर अनि दगुर्ने प्रयास गरेँ सर हजुर सधैँ बिहान दौड्न जान्थेँ दगुर्न पनि अहिले सकिरहेको छु सर ए अनि त्यसपछि मैले सोचेँ ओहो मलाई त अझै अब यत्तिकै म बितान समय भने कसै हुने दगुर्ने मात्रै के गर्ने अनि साइकल पनि चलाउने कोसिस गरेँ अनि अहिले साइकल पनि मैले चलाइरहेको छु सर अहिले सकिराख्नु भएको छ हजुर हजुर ए अनि अब मैले के सोच बनाएको छु सर कि अब यो जति हाम्रो डिएक्सनको सामानहरू छ हजुर एकदम राम्रो छ प्राकृतिक किसिमको चाहिँ रहेछ सर कुनै शरीरलाई हानि नोक्सानी नगर्ने किसिमको रहेछ हजुर अब यसलाई चाहिँ मैले जिन्दगीभरि सन्चो नहुन्जेलसम्म मैले यसमा खाइरहन्छु यस्तो सोच भएको छ मैले एकदम बेस्ट अनि अहिले सर यही मैले खाएँ नि अनि हाम्रो 2-4जना साथीहरूलाई पनि यस्तै मैले भन्दै गएँ सर हजुर हजुर अनि उहाँ साथीहरू पनि अहिले खाइराख्नु छ त्यसमध्येमा सर यो 2-3जना त म जस्तै प्यारालाइसिस भएको बिरामीहरू मैले भेटाएँ ए उहाँहरूलाई भने हेर्नुहोस् मैले यो डिएक्सनको चाहिँ एकदम शक्तिशाली यो सामानहरू रहेछ यही खाएर मैले चाहिँ यति सन्चो भयो अब हजुरहरूले नै खानुहोस् हजुर तपाईँहरू म जस्तै सन्चो भइ हुनुहुन्छ अनि 2-3जना साथीहरूले पनि अहिले निरन्तर खाँदै उनीहरू पनि सन्चो हुँदै गइरहेछन् सर अनि एकजना त हाम्रो साथी हुनुहुन्छ उहाँ त लगभग पुरै जस्तो सन्चो भइसक्नु भएको छ सन्चो भइसक्नु भएको हजुर अनि सर मैले अब यो यस्तो सोच आइसकेको छ कि अब म पनि अब यो डिएक्सन बिजनेस अब म पनि गर्छु त्यो सोच मैले बनाएर सर अब खाने अनि खुवाउने एकदम बिजी इच्छा छ सर र म अब यही डिएक्सनलाई नै मैले अब आफ्नो चाहिँ कारोबारको रूपमा होइन लिन्छु धेरै खुसी लाग्छ तपाईँलाई होइन तपाईँको कुराहरू सुनेर तपाईँको यो जीवन सुनेर कसरी तपाईँ डिएक्सनलाई हेर्नुभयो होइन किनकि धेरै कतिपय मान्छेहरूले नेगेटिभको रूपमा लिइरहेको छन् यसको प्रोडक्टको रूपमा मेरो शरीरमा काम गर्दैन भनेर जुन नेगेटिभ भावनाहरू छ होइन कमसेकम त्यो भावनाहरू तपाईँको इन्टरभ्यू सुनेर उहाँहरूको दिमागमा जाओस् कि वास्तवमा डिएक्सनको प्रोडक्ट वर्ल्ड वाइड आज पुरा विश्वमा किन मान्छेहरू युज गरेर पो यसको रिजल्ट आएको छ नि यतिकै त हाम्रो कम्पनी पुरा विश्वमा गएको छैन यसको रिजल्टले गर्दा गइरहेको छ सोच धेरै खुसी लाग्यो तपाईँ डिएक्सनमा लागिराख्नु भएको छ डिएक्सनको सिस्टम राम्रोसँग बुझ्नुहोस् काम गर्नुहोस् होइन आज जस्तै तपाईँको शरीरलाई ठिक गराएको छ डिएक्सनको प्रोडक्टले आउने दिनमा तपाईँको सिस्टमले तपाईँको फ्युचरलाई पनि बनाउने गर्छ सो हस् सर धन्यवाद गुड मर्निङ।